हेलो गाइस, म चाहिँ भर्खर नुहाएर हेर्नुहोस् त साथीभाइ, भर्खर नुहाएर अब छोरा आउनुहोस् हजुर चाहिँ है, किनभने तिमीलाई म 1-2 सप्ताह कुरा सोध्ने छौ, मैले भनेको जवाब दिनुपर्छ है। ओके। उसलाई मैले के सोचा भने उसलाई थाहा छैन, भर्खर मैले भिडियो सुरु गर्दैछ साथीभाइ हैन। ल छुट्टीको बिदाको बेलामा किन मोबाइल हेरेको छोरा? छुट्टी भएको दिन। अनि पढेको राम्रो हो कि मोबाइल हेरेको राम्रो त? पढेको। अनि मोबाइल हेरेको कसरी पढेको राम्रो हुन्छ त नि? अनि छुट्टीको दिन त तपाईले दिने भनेको। ल हेर्नुहोस् त साथीभाइ, मेरो छोरा मात्रै हो कि हजुरहरूको छोरा पनि हो, छोराछोरी पनि हो, आमा बाउ छुट्टेर बसेको बाल बच्चाहरू छन्, कस्तो होला त? मेरो सँगै मसँग 24 घन्टा छोरा खानु बास्नु नचल्नु भनेर यस्तो अराइ बराइ गरेको त मसँग सँगै मुख लाउँछ भने बाउ आमा छुटेको बच्चा, आमाले 1-2 वर्षको बच्चा छोडेर विदेश गएर हैन, हजुरआमा हजुरबाउहरूले पालेको बाल बच्चाहरू बिचारा कस्तो होला त नि साथीभाइ? छ नि त हाम्रो मान्छेको हैन, सबैको बिचारा अब आमा एकतिर बाबा एकतिर भएको बालबच्चाहरू छ नि धेरै, के गर्ने होला? मेरो यहाँ हेर्नुहोस् त, म सँगै आमामा खाने नि सँगै सुत्ने नि सँगै, आमामा लाउनु खानु भन्दा त यो मोबाइल 24 घन्टा हेर्छ। ल तिमी अब यो काठमाडौँ बसेको के फाइदा भयो, के अर्थ भयो त तिमीले मोबाइल हेरेर? ल भन्नुहोस् त छिटो भिडियोमा। राम्रो हैन, पढ्न ठिक हो। अब फाइनली एक्जाम आइसक्यो हजुरलाई, अब छिटो राम्रोसँग पढ्नुस् भनेको सक्छ नि मैले। टप हान्ने भनेछ, अब आलु खायो भने छैन है छोरो। म त फेरि अर्काको आफ्नो बच्चा भएर पनि बच्चा नभएको जस्तो गर्ने नौटङ्की गर्न नि मन लाग्दैन के। आफ्नो बच्चा हो नि, भगवानको कृपाले हामीलाई दिएको छ हैन साथीभाइ। आफ्नो पोइ भए पनि कोही मान्छे त पोइ नभएको जस्तै, स्वास्नी नभएको जस्तै, छोरछोरी नभएको जस्तै नौटङ्कीले नाटक गरेर बोल्दो रहेछ नि त मान्छेहरू त, कोही मान्छेहरू त त्यस्तो नाटक गरेर बोल्ने कर्तव्य छैन के साथीभाइ। यी आफ्नो सन्तान त देखाउने हो, किन लुकेको? भिडियोमा आउनुहोस् भने होइन मैले? हाँस उठेको हाँस उठेको नकल पारेन, अहिले भोइस चलेको।